नमस्कार, म इमलाल सापकोटा र मैले हाम्रो फर्ममा चाहिँ प्रयोग गर्न भनेर राखिएका दुईटा बोका छन्। यसका बारेमा मैले हजुरलाई केही जानकारी गराउँदैछु। यो एउटा हाम्रो स्ट्यान्डर्ड बोय 100% शुद्ध खालको बोका हो र यसको उमेर 13 महिना भइसकेको छ र यसको वेट भनेको 70 केजी छ। र अर्को हाम्रोमा छ, यो कलारी रेडमा छ। यो 1 वर्षको भइसक्यो र यसको वेट छ 50 केजी। र हामीले स्ट्यान्डर्ड भयरहरूमा लगाउनको लागि भनेर चाहिँ यो बोका राखेका छौँ र कलारी रेडमा लगाउनको लागि भनेर यो बोका छनौट गरेका छौँ। र धेरैजना किसानहरूले के भन्नुहुन्छ भन्दाखेरि मलाई फोन गरेर सोध्नुहुन्छ, स्ट्यान्डर्ड भयर ठिक हो कि कलारी रेड ठिक हो। र मेरो अनुभव त मैले चाहिँ धेरैजना किसानहरूलाई, फोन गर्ने किसानहरूलाई मैले चाहिँ जानकारी दिइसकेका छु र यिनीहरूको बारेमा चाहिँ विशेषताहरू पनि मैले चाहिँ धेरैजना किसानहरूलाई जानकारी गराइसकेको छु। र मभन्दा धेरै वर्ष अगाडिदेखि बाख्रा पाल्दै आउनु किसानहरू र चाहिँ विज्ञ टोलीहरू पनि हुनुहुन्छ र उहाँहरूसँग मेरो कमसेकम यो भिडियो हेरिदिएपछि उहाँहरूले पनि कमेन्ट गरिदिनु हुनेछ र कुन बयर ठिक हो भन्ने कुरा चाहिँ कमेन्ट गरिदिनु हुनेछ। र त्यो कमेन्टले चाहिँ अब पाल्ने किसानहरूलाई पनि यो स्ट्यान्डर्ड बयर र चाहिँ यो रेड बयरमा चाहिँ छनौट गर्न उहाँहरूलाई पनि सहयोग मिल्नेछ भन्दै हस्त। धन्यवाद।